जहाँ हुनुपर्ने हो त्यही छु। ल यहाँ त सबैको अनुहार निचरेको कागती जस्तो भएको छ। के भयो? मुना त अपहरणमा परि कुञ्चाइले आएर अपहरण गरेर लिएर गयो। अहिले हाम्रो बाजा बजिरहेछ। मेरी श्रीमती मुना खोइ? होइन यो पागल हो कि के हो? मेरी श्रीमती मुनालाई तिमीहरू सबजना मिलेर मारेर फाल्यो। 5वटा मुद्दा एक साथ चल्छ। जन्म कैद पक्का, तिमीहरू 4 जनाको हातमा हतकडी लाग्ने पक्का। मुद्दा हाल्दियो भने त हामी सबैजना फस्छौँ। यो मुना चाहिँ कहाँ होली? जहाँ हुनुपर्ने हो त्यही छु। अब त तिमीहरूको घैँटोमा घाम लाग्यो होला नि। अब त्यो घरमा मुनाको बिहेको पञ्चे बाजा बज्ने होइन, शक्ति र दुर्गाको 12 बज्छ। राम भाइ हाम्रो गाउँको सान हो। आफ्नो सानमाथि अपमान हुँदा समेत हामीले एक शब्द बोल्न सकेका छैनौँ। यस्ता मान्छेलाई मरेको मान्छेको नाममा दान गर्थे भने पुण्य मिल्छ अरे क्या? अब पुण्य मिल्छ भनेर घरमा भएको सबै सामान दान गर। अब परिस्थिति निकै जटिल बनेको छ। हामीले हाम्रो धैर्यता गुमाउनु हुन्न। हामी सबैजना यहीँ बसेर लडाइँ लड्नुपर्छ। अबको 24 घण्टाको लागि यो जङ्गलमा सङ्कटकाल घोषणा गर्दछु। जेल जाने पक्का। दुर्गा, श्रुति, सिर्जना, शक्ति। साथीहरू रामले 5वटा केस बोकेर हिँडिसकेका छन्। साथीहरू अहिले भने तिमीहरूले जसरी पनि 24 घण्टाभित्रमा मुनालाई खोजेर लिएनौ भने 25 घण्टाभित्रमा यो फाइल बोकेर म चौकी जान्छु र 25 घण्टाभित्रमा तिमीहरूको हातमा हतकडी लाग्छ भनेर रामले भनिसकेका छन्। साथीहरू अहिले भने श्रुति र सृजना भने एकदमै धेरै अत्तालिरहेका छन् र दुर्गाको घर गएर अब मुनालाई जसरी पनि खोज्नुपर्छ भनेर भनिराखेका छन्। भनिराख्दाखेरि साथीहरू अहिले भने शक्तिले मुनालाई भेटाएर ल्याउने जतिलाई 5 लाख रुपियाँ दिन्छ भनेर प्रचार प्रसार पनि गरिरहेका छन्। जब यो कुरा मुना र मुनाको गाउँले, कमला गाउँलेहरू सबैजनाले सुनिसकेपछि अब त्यहाँबाट ठाउँ सर्नुपर्छ, नत्र तिनीहरू यहाँसम्म आइपुग्छ पनि भनेर भनिरहेका थिए। र रमेशले भने अहिले त्यहाँबाट हामी अब यहाँबाट कतै पनि भाग्नु हुँदैन, हामी यहीँबाट जित हासिल गर्नुपर्छ, हामी यहाँबाट भाग्नु हुँदैन भनेर सबै गाउँलेहरूलाई सचेत गराएका छन्। साथीहरू यो एपिसोड पनि यत्तिकैमा समाप्त भएको छ। तपाईँहरूलाई हाम्रो भिडियो मन परेमा भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गरिदिनु भने नबिर्सनुहोला।